प्रतिनिधि सभाको बैठक डाकिएको छ। भोलिको बैठक सहज रूपमा चल्ने सम्भावना भने देखिँदैन। भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राख्दै आएको छ। राजीनामा नआएमा संसद बैठक सहज रूपमा चल्न सक्ने अवस्था नरहेको रासोपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन्। रासोपाले यसअघि जारी गरेको विज्ञप्तिमा गृहमन्त्री लेखकलाई तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएका बेला दिएको अभिव्यक्ति सम्झाएको थियो। उक्त विज्ञप्तिमा लेखिएको छ, विगतमा सांसद रमेश लेखकले नै सदनमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ।